म त्यही भन्छु सरकारलाई, जनतालाई हँसाउनुहोस्। जनताले ठुलो ठुलो बाटो बनाइदिए पनि भनेको छैन होइन, ठुलो ठुलो योजना बनाइदिनु पनि भनेको छैन। होला विकासको आकाङ्क्षा हुन्छ, तर सम्झाइदिनु भयो भने मान्छ के जनताले होइन। जनताले फोटो खिच्न चाहन्छन्, एकछिन उभिदिनुहोस् एउटा फोटो खिच्नु। त्यो एउटा फोटो हेरेर ऊ रमाउँछ भने होइन, किन एउटा फोटो नखिचिदिने होइन। त्यो चिज हो नि त। सरकारले त त्यो के अरे साथी जस्तो, जनताले त साथी जस्तो सरकार चाहिएको छ क्या जनतालाई। तर हामी चाहिँ शासक जस्तो सरकार बनेपछि त होइन, पुलिस देखाइदिएको छ, लट्ठी देखाइदिएको छ, बन्दुक देखाइदिएको छ होइन। बरु विकास नगर्नुहोस्, केही नगर्नुहोस्, तर सरकार जनतालाई दुःख दिने काम, जनतालाई चाहिँ नि होइन सडकमा कराउने, चिच्चाउने, बनाउने काम चाहिँ नगर्नु। सरकारले चाहिँ त्यही नै दिन्छु सुझाव चाहिँ अन्त्यमा। ठिकै छ। हजुरलाई, हजुरसँग एकदमै मलाई फेसबुकमा र प्रत्यक्ष रूपमा मैले अलिक भेट्ने पनि पाएँ, अलिक मजाको हुँदो रहेछ अझ भेट्दाखेरि। अब फेरि पनि भेट हुन्छ भन्ने मेरो अपेक्षा छ। अब आउने सरकार, अबको 5 वर्ष पछाडि अब आउने सरकारमा हजुरको नेतृत्वले देश अघि बढोस् भन्ने मेरो शुभकामना छ। हुन्छ। अब यो